नमस्कार जेमसी, तपाईँहरूले कम्बुचा टी खानुभएको छ। यो चाहिँ मैले पोखरादेखि एकजना बहिनी आशा खटाकालकोदेखि लिएर आएको 3 वर्ष अगाडि। अनि यसलाई चाहिँ हेल्दी लिभिङको जेटा टी र मिश्रीद्वारा तयार गरेको हो। यो चाहिँ एउटा फर्मेट हुन्छ। अनि यो फर्मेटले चाहिँ अनि यसरी यहाँ लगाइसकेपछि यसको बोट हुन्छ, यो बेगर पनि हुँदैन है। यो लाएर तयार गरेको यस्तो कालो हुन्छ, मात्र यो चिया र मिश्री हो है। यसलाई चाहिँ गर्मी महिनामा 7 दिनमा खानुहुन्छ, जाडो महिनामा चाहिँ 15 दिनमा खानुहुन्छ। मसँग तयार भइरहेको टी पनि छ। अनि यसले चाहिँ शरीरलाई इम्युनिटी पावर बुस्ट गर्ने रहेछ र जिउ दुखेहरूको राम्रो गर्छ। विशेष गरी हामीले कोक ड्यू खान सट्टामा यो खायो भने चाहिँ एकदमै राम्रो हुन्छ। यो चाहिँ यस्तो छ, हेर्नुहोस्, यो चाहिँ तयार भएको, यो चाहिँ हुन लागेको है। अनि एकदमै साथीहरूले माग गरिराख्नु भएको छ, मैले पुऱ्याउन सकिरहेको छैन, म कोसिसमा गरिरहेको छु। तपाईँहरूले पनि खानुहोस् है, यो त स्वास्थ्यको लागि एकदमै राम्रो रहेछ। हुन्छ, धन्यवाद जेमसी।